ल हेर्नुहोस् यो हाम्रो बाथरुममा भेटेको सर्प हो यो करेट जातको जस्तो मलाई लागिरहेछ तर बुट्टा कस्तो दामी के वाह सो ब्युटिफुल तर डिस्टेन्समै बस्नुपर्छ यस्तो विषालु सर्पको बच्चा झन् डेन्जर हुन्छ किनकि उसले टोक्न पायो भने कति विष छोड्ने भनेर उसलाई त्यो अन्दाज हुन्न थाहा हुन्न त्यही भएर खतरनाक चाहिँ खतरनाक हुन्छ ठुलोभन्दा यिनीहरू बढी खतरनाक हुन्छन् क्या दामी के बुट्टा चाहिँ मलाई यस्तो मन परिरहेछ यति ब्युटिफुल क्या वाउ we found it in our washroom and suddenly it was covered by my wife. She called me and I'm not going to kill it. Wow, beautiful. दामी maybe correct नै हो यो अब यसलाई हामी बाहिर लगेर म नालामा छोडिदिएको छु सानो बच्चा छ वाउ तल ब्याकअपमा बाल्टिन राखेको केही गरी बढी चल्यो भने बाल्टिनमा झारिदिन्छु भनेर ल अलि हामी बिरगजमा बस्छौँ तराई क्षेत्रमा गर्मी ठाउँमा अब सर्पको डर हुन्छ अब गर्मी भएर तल जाँदैन त्यो खस्ने डर त उसलाई पनि हुन्छ होला नि ल